संसारमा अथाह शास्त्रहरू भनौँ, पुस्तकहरू भनौँ, उपलब्ध छन्। विभिन्न विषयमा विभिन्न उद्देश्यका लागि बुकहरू, किताबहरू, शास्त्रहरू लेखिएका छन् र ती सबै प्रायः प्रयोगमा पनि हुन्छन्। तर मेरो सिम्पल सा एउटा जिज्ञासा पनि हो कि यति साह्रो, यति धेरै पुस्तक अध्ययन गर्नु, कसैले लेखेको कुरालाई सम्पूर्ण सबै थोक मानेर विश्वास गर्दै आफूलाई त्यो अनुसार क्रियाशील पनि गर्नु अनाभातिक निकै कठिन पनि शास्त्रगत क्रियाहरू, उपदेशहरू छन्। वाणीको माध्यमबाट कतै अन्य क्रियाको माध्यमबाट उपदेश दिएका छन्। आजको वैज्ञानिक युगमा अथवा समयमा मान्छे अलिक हतारमा छन्। थोक उसलाई तत्काल चाहिन्छ। यी किताबहरू, धार्मिक किताबहरू निकै कम व्यक्तिले अध्ययन पनि गर्छ र त्यसको आज्ञाअनुसार पालन पनि गर्छ। निकै कम। यसको अर्थ, यसको औचित्य कति छ त्यो आफैमा बुझ्दा हुन्छ। तर एउटा सानो सोचले मान्छेले आफूलाई परिवर्तन पनि गर्न सक्छ। त्यो अनुसार क्रियाशील भई आफूलाई लाभ पनि प्राप्त गर्न सक्छ। यस्तो सामान्य, यो कमन सेन्सको कुरा हो। मैले के गर्ने, न के राम्रो के नराम्रो सबैलाई थाहा छ। जीवनमा उसलाई के गर्नुपर्छ, के गर्नु पर्दैन, यो पनि उसले चिन्तन मनन गरेर बुझ्न सक्छ। र जुन ईश्वर प्राप्ति भनिन्छ, आत्मबोध भनिन्छ, ब्रह्मज्ञान भनिन्छ, त्यसले प्राप्त गर्नको लागि त सिम्पल सा कुरा हो। आफू नियमसङ्गत बसेर क्रियाशील हुनु, आफ्नो दायित्वपूर्ण रूपमा कुनै स्वार्थ बिना पुरा गर्नु। जुन नियम बनाएको छ, जुन आधार छ, त्यो आधारले नगरिकन अन्य हामी ब्रह्मज्ञानको कुरा गर्छौँ भने त्यो कहीँ न कहीँ आफूलाई धोका दिने हो। जो व्यक्ति आफूले सिम्पल सा जो गाइडलाइन तयार गरेको छ, जो यम नियमका कुराहरू छन्, अष्टाङ्गिक मार्गमा जुन चाहिँ नियमहरू छन्, त्यसले फलो नगरिकन, फलो मात्रै गर्ने, आफूलाई सुधार मात्रै गर्नु, आफ्नो क्रिया मन वचन कर्मले आफ्नो सम्पूर्ण कार्यहरू शुद्ध रूपले नितान्त निष्ठा भावले गरे भने उसले फल प्राप्ति हुन कुनै देर लाग्दैन। यत्रो ठुल्ठुलो शास्त्रहरू, किताबहरू अध्ययन गरेर के फाइदा? मैले यो भन्दिनँ कि पढ्नु हुँदैन। फाइदा तबै मात्र हुन्छ जब किताब अध्ययन गरिसकेपछि त्यो अनुसारको आफ्नो क्रियाशील, आफ्नो चरित्र त्यो अनुसार ढल्नुपर्छ। त्यो आफ्नो चरित्रलाई प्रदर्शित गर्नुपर्छ। खालि किताब घोकेर मात्रै हुनेवाला केही पनि छैन। तर कहाँ हुन्छ, किताब पढेर पनि हुन्छ, तर त्यो अनुसारको क्रियाशील हुनु पर्यो। जुन नैतिक जिम्मेवारीका साथ जो नियम कानुन छ, शास्त्रको अध्ययन गरेर आफ्नो
ईश्वरत्व प्राप्त गर्नको लागि त्यसर्थ सामान्य कुरा छ। मलाई जहाँसम्म लाग्छ कि यदि आफ्नो अहङ्कार त्यागेर समस्त यम नियमका जुन चाहिँ एक प्रकारका नियमबद्ध हुनुको लागि, कटिबद्ध हुनुको लागि जुन धारणा छ अथवा नियम छ त्यसले फलो गर्नु हो, त्यति मात्र। यो साधारण कुराले नै नगरिकन एकदमै आफू ब्रह्मज्ञानी बनिसके म त यो गर्छु इत्यादि गरेर केही काम हुनेवाला छैन, सफल पनि हुँदैन। त्यो आफूले आफूलाई ढाँट्ने कुरा मात्रै हो। आफ्नो संकल्प त्यागेर अगाडि बढ्दा राम्रो हुनेछ।